नमस्ते। यो नेकपा एमालेलाई मात्रै किन यसले यति साह्रो विरोध गर्छ भनेर भन्नुहुन्छ होला हैन। मलाई म यतिका वर्ष भयो हैन, यतिका वर्ष लगभग 40-45 वर्ष, अब केही वर्षमा पुगिन्छ 45 वर्ष। मैले विरोध गर्नुको कारण यो कांग्रेस, एमाले, माओवादी यिनीहरूलाई हाम्रा बाबुहरूले भोट लगाए। आज बाबुहरूको के अरे ठाउँमा हामी पुग्दैछौँ, पुग्न थाल्यो अब हैन। र हाम्रो दाजुभाइहरूलाई पनि मैले दाजुभाइहरूलाई विरोध गरे होइन, मैले यो प्रविधिलाई विरोध गरेर खोजे हो र गर्दैछु छु। मैले लगभग 2-3 चोटि मात्रै भोट हालेँ होला, त्योभन्दा मैले हालेको छुइनँ। अनि नारा एउटै नारा छ, नेपाली कसरी सुखी हुन्छन् र कसरी समृद्ध हुन्छन् भन्ने नाराहरू लगाएर हिँडेको लगभग मैले पनि 30 वर्ष त भयो सुनेको हैन। त्यो आधारले मैले चाहिँ तपाईँको म यो साउदी आएको पनि लगभग कति भने 15-16 वर्ष भयो होला, 15-16 वर्ष 17 वर्ष कति भयो। तर म आएको 5 वर्ष पछाडि अहिले 10 वर्ष भयो होला साउदी अरबमा। यति काम चलेको छैन, यति काम गरेर थाकिँदैन। कुनै पनि तपाईँको बाहिर देशका मान्छे त भइगए, यहाँका साउदीहरूले पनि काम त्यति नै गरेका छन् हैन। अनि हाम्रो मुला एउटा के अरे आँपको बोट जत्रो, एउटा आँपको फल जस्तो चाहिँ देश नेपाल सानो छ। त्यो देशलाई यिनीहरूले 35-40 वर्ष, मैले जान्दाखेरि राखौँ 30 वर्ष, यो 30 वर्षदेखि विकास नहुनुको कारण के हेर्नु त। अब भन्दा एमालेलाई मैले विरोध गरे जस्तो हुन्छ। एमालेलाई मैले विरोध गर्न खोजेको होइन, त्यसको प्रविधिलाई विरोध गर्न खोजे हो। त्यसको प्रविधि कस्तो छ त भन्दाखेरि गाउँमा तपाईँको युवा सङ्घ बनाइदिएको छ। युवा सङ्घको एउटालाई ठुलो भनौँ नेता जस्तो बनाएकालाई टेन्डर दिन्छन्, 2-4 पैसा दिन्छन्। अनि 2-4 पैसा दिएपछि तपाईँको गाउँमा पनि एमाले हो सही हो भन्ने बनाएका छन्, काङ्ग्रेस सही हो भन्न बनाएका छन्, माओवादी सही हो भन्ने बनाएका छन् हैन। त्यो चाहिँ कसले गराएको त भन्दाखेरि यही नेताहरूले। एमाले पार्टी नराम्रो पार्टी थियो र पहिले, तर यसका भावी गलत गर्ने चाहिँ को भन्दाखेरि तपाईँ हामी नै हो। केपी बा वी लभ यू, अनि तपाईँको शेरबहादुर देव बा वी लभ यू, माओवादी आई लभ यू हैन। यो भन्ने कसले भन्यो त हामीहरूले हैन। तर हामी युवाले अब पनि हाम्रा छोराछोरी त पुगिसके, बाहिर गइसके। भएका छोराछोरी हिजस्ती तपाईँको जेनजी आन्दोलनमा मारे 77-78 जना हैन। भनेपछि अब पनि यो एमाले र काङ्ग्रेस, माओवादी भनेर हामी लाग्ने चाहिँ किन? यो जुङ्गा फुलेको देख्न थाल्नु हो नि हैन, यो जुङ्गा फुल्न थाल्यो नि। अनि एउटै नारा लगभग मैले धेरै वर्षदेखि सुनिरहेको छु। अनि हामी जस्तो युवा अर्थात् हाम्रा भन्दा पछाडि वर्ग, अब 35-40-30 वर्षहरू देशमा केही गर्छु भनेर आयो भने तपाईँको चाहिँ राजनीति गर्नको लागि, यिनीहरू बुढाहरूले राजनीति गर्नको लागि जाल झेल गरेर फसाउने काम गर्छन्। अनि अब पनि हामीहरूले एमाले सही हो, काङ्ग्रेस सही हो, माओवादी सही हो भनेर भन्नुपर्ने हो र हामीहरूले अब पनि अलिकति अड्कल छैन हामीसँग होला। हाम्रो दाजुभाइहरू कोही विदेश गए होलान्, सुख सयलका ड्युटी गरे होलान्, अनि चुलाचुलीमा एउटा तपाईँको चाहिँ के अरे जग्गा पास गर्ने चाहिँ उसले गर्दाखेरि भयो भन्नु, अनि एउटा पुल बनाइदियो भन्नु। 30 वर्ष 35 वर्ष 40 वर्षदेखि शासन गरेर आउँदाखेरि एउटा पुल त्यसको पालामा बनिएछ अरे, एउटा जग्गा पूर्जा चाहिँ उसको पालामा बनिएछ अरे। अनि त्यसलाई नै हामीले खुरु त्यसकै पछाडि लागिराख्नुपर्ने हामी। म त्यो आधारले म विरोध गर्ने मान्छे हुँ होला। नेता कार्यकर्ताका उनीहरू धनी मनी छन्,
धनी मनी छ नै उनीहरू। तर देशका युवाहरूलाई बुढापाकाहरूलाई बुढापाकालाई त पाल्ने पनि सही हो, हामी हुर्काउने पनि सही हो भन्दै 3 महिनामा तपाईँको 12,000 किन चाहियो त्यो 12,000? बुढाबुढीलाई एउटा बुढा के अरे अब 50 वर्षदेखि माथि पुगेकालाई 60 वर्षदेखि माथि पुगेकालाई छ त ड्युटी जति छ त भने जस्तै ड्युटीहरू बनाउन सक्नु पर्यो नि त, उत्पादन गर्न सक्नु पर्यो नि त, त्यो गर्न सक्दैनन्। खाली मुखको प्यार मुखमा राम बगलीमा छुरा, त्यो आधारले मैले विरोध गरेको गर्छु पनि, छोड्नेवाला पनि छुइनँ।